मलाई धेरैले भने तपाईँ कहाँ मोबाइल छापबाट घन्टी छापबाट आउनु पर्दैन जनताले भने म घर दैलो कार्यक्रम जाँदाखेरि मलाई धेरैले भने तपाईँ जस्तो मान्छे कहाँ मोबाइल छापबाट आएको घन्टी छापबाट आउनु पर्थ्यो तपाईँ त बसी बसी चुनाव जित्ने मान्छे हो यति ठुलो पर्सनालिटी जनताको कुरा क्या त्यहाँ घर भनेको जनताले चाहिँ तपाईँलाई मोबाइल छापबाट आएको चाहिँ स्वीकारेन उनीहरूले मन पराएन जनताले के भन्यो भने तपाईँ किनकि परिवर्तनको लागि आउनुपर्छ परिवर्तनको पक्षमा उभिने मान्छे तपाईँ जहिले पनि जेनजी आन्दोलनलाई साथ दिएको मान्छे जेनजी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मान्छे रिपोर्टर्स क्लबमा बसेर तपाईँले जेनजीहरूको एजेन्डालाई आत्मसात गरेर जेनजीहरूलाई अगाडि बढाएको मान्छे जनता जान चाहन्छन् कार्यक्रममा सबभन्दा बढी जेनजीहरूलाई तपाईँले ठाउँ दिएको मान्छे जेनजीहरूको एजेन्डा बोकेको मान्छे भ्रष्टाचारलाई कारवाही गर्नुपर्छ भनेर तपाईँले त्यतिखेर सशक्त रूपमा देशभरि घुमेर जनताको कुरा बोलेको मान्छे र जेनजी आन्दोलन दमन गरेर कारवाही गर्नुपर्छ भनेर तपाईँले बारम्बार भनेको मान्छे 23 गते तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जुन किसिमको जेनजी आन्दोलन दमन गर्दाखेरिको त्यतिखेरको तपाईँको बोली अभिव्यक्ति चाहिँ स्पष्ट रूपमा हामीले सुनेको थियौँ हामीसँग छ नि सूचना आइपुगेको थियो तपाईँ त एकदम जेनजीको पक्षमा उभिएको मान्छे किन तपाईँ चाहिँ जेनजीहरूको साथमा नलागेर जेनजीहरूसँग सहकार्य नगरेर राष्ट्रिय स्वतन्त्र पार्टीसँग तपाईँको सहकार्य राम्रै थियो तपाईँ किन चाहिँ घन्टी छापमा जानु भएन घन्टी छाप लिएर किन आउनु भएन चुनाव चिन्ह लिएर किन आउनु भएन मलाई धेरैले भनेका थिए घर दैलो कार्यक्रम गर्दाखेरि त्यहाँका बुद्धिजीवी युवा मैले पहिलोपटक तपाईँसँग खुलेर कुरा गरेको छु धेरै मान्छेले मलाई भनेका थिए तपाईँ जस्तो मान्छे पत्रकारितामा यत्रो लामो अनुभव भएको मान्छे त्याग गरेको मान्छे समर्पण गरेको मान्छे 2046 सालको जनआन्दोलनमा प्रजातन्त्रको लागि लडेको मान्छे होइन 7 दिनमा जेल बसेको मान्छे 14 वर्ष उमेरमा 62-63 सालको जनआन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेको मान्छे जेनजी आन्दोलनमा पनि महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको मान्छे किन तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ रोज्नु भएन भनेर धेरैले भने अब त्यो कुरा त च्याप्टर क्लोज भइसक्यो होइन अब म त चुनावमा गएँ पराजित भइसकेँ तर पनि अब भनेको जोस जनताको अभिमत त्यो बेलामा घन्टीतिर रहेछ मलाई परिसकेको थियो होइन म त्यहाँ ओर्लिने बित्तिकै जब म मनोनयन गरेर आउने बित्तिकै मान्छेले मलाई के भन्यो भने ऋषिजी तपाईँ घन्टीबाट आउनु पर्थ्यो तपाईँले प्रचारै गर्नु पर्थेन तपाईँलाई त्यसै मान्छेले भोट हाल्थे बसी भोट हाल्थे केही गर्नै पर्थेन भनेर भन्नेहरू धेरै थिए भनेको तपाईँको मनोबल चाहिँ त्यो बेलादेखि नै एक खालको गिरिसकेको थियो अब होइन मनोबल त मेरो गिरेको थिएन मैले आत्मबल दह्रो थियो किनभने मैले के सोचेको थिएँ ठिक छ मैले कन्भिन्स गर्छु युवाहरूलाई जनतालाई कम्तीमा कन्भिन्स गर्छु अब ऋषि धमला हो मलाई मतदान गर्नुहोस् न पार्टीलाई होइन ऋषि धमलालाई मतदान गर्नुहोस् ऋषि धमला व्यक्ति हेर्नुहोस् मैले भने रौतरबाट उम्मेदवारी दिएँ 4-5 जनाको अनुहारमा मध्येमा तपाईँलाई मनपर्ने मान्छे को त काम गरेर जस्तो लाग्ने मान्छे को त कसले काम गर्छ रौतर